हेलो गाइज, स्वागत छ तपाईहरुलाई मेरो छोटो मिठो मिनी ब्लगमा। म फेरि पनि आज बारीमा पानी सार्नु अनि बाख्रालाई घाँस लिनु गइसके है। अनि ठुलो रुखमा चढ्नु नसकेर मसिनो रुखबाट यति घाँस बल्ल 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 ठिक पारे। अनि मेरो अब हेर्नु न, यहाँ तोरी छरेको थिएँ, सुक्खा भएर तोरी पनि उम्रेन। अनि यहाँ आलुहरू देख्न सक्नुहुन्छ, बल्ल उम्रिन थालिरहेछ। अनि यो सागहरू भयो है, एक छाक चाहिँ खाएँ मैले। अनि यो साग, चाइनिज साग, रायोको साग मिसाएर रोपेको थिएँ मैले, सरेर यतिको भयो है। यो चाइनिज साग चाहिँ एकदम मिठो हुने के। अनि मैले रोपेको के भन्छ, कोपीको बिरुवाहरू यतिको सरिरहेछ। अब यसलाई चाहिँ एकखोरे गरेर मल हालिदिने बेलामा भइरहेछ। अनि देख्न सक्नुहुन्छ, यो प्याज रोपेर बल्ल अलिअलि सरिरहेछ। अनि हेर्नु न गाइज, मैले यहाँनिर कोपी र फुलकोपी र बन्दाकोपीको दल हानेको थिएँ, तर थाहा छैन अमिलो झारको हाने कि कुरोको हाने, म कन्फ्युज भएको छु। यति उम्रेको छ नि। अनि यहाँ लसुन रोपेको थिएँ, भिजाएर यतिको उम्रियो। यो पुरानो नयाँ लसुन थियो, अनि यो पुरानो लसुन अगाडि रोपेको लसुन यतिको भइरहेछ। अनि म घरतर्फ लागेँ, देख्न सक्नुहुन्छ यहाँ बाख्रा चराएको रहेछ है। अनि मेरो घरमा काम थियो है, मेरो छोरा चकचक गरेर यहाँ मलाई सरी भन्दै फकाउँदैछ के, बाठो छ नि त। अनि यहाँनिर अब मेरो फुलमा पानी हाल्नुपर्ने काम थियो। म कति दिन भएको थियो फुलहरूलाई नहेरेको, म मूल घरमा नगएको होइन। अब बारीमा काम गर्ने, अनि बारीमा फर्किन्थेँ म। अनि त्यस पछाडि म तालामा चढेँ, अनि ढोका खोलेर म अब फुललाई हेर्छु होइन। फुलको कस्तो माया लाग्छ भने पुरै सुकेको भन्दा पनि अस्ति पनि पानी चाहिँ हालेको, तर फेरि पानी चाहिरहेछ यसलाई। म कति के भन्छ, हप्ता दिन त्यस्तै हप्ता दिन पानी हाल्थेँ म अस्ति, तर अहिले चाहिँ त्योभन्दा पनि धेरै भयो। यहाँ त मरिरहेछ फुल। अनि यहाँ आउँदै हेर्नु न, कस्तो माया लाग्ने भएको छ कि। अनि साथीहरू, तपाईँहरूलाई मेरो यो भ्लग हेरेर है, कहाँ कस्तो अवस्थामा कुन ठाउँमा हुनुहुन्छ, जस्तै अवस्थामा भए पनि मेरो भिडियोहरू हेरेर इन्जोय गर्नु होला है। अनि यो फुलहरूको चाहिँ मलाई, यो प्लान्टहरूको फुलहरूको चाहिँ मलाई त्यति नाम आउँदैन है, तर रोप्न चाहिँ मन लाग्छ क्या। फुलहरू एकदम रोप्नु, झिलिमिली फुल फुलेर ढकमक्क भएको चाहिँ वाउ हुन्छ क्या, कस्तो दामी लाग्छ क्या मलाई। अनि फुलहरू रोपिरहेको छु। अनि हेर्न, मैले फुलमा पानी पनि हालिसकेँ। कस्तो खुसी भएको फुल फेरि पानी हालेपछि होइन। यो घन्टी फुल देख्न सक्नुहुन्छ, झन्नै झाडु खाल्दा यसलाई फेरि निमोठिन रहेछु। अनि यो घिउकुमारी मैले मेरो साथी सुस्मिताकोबाट ल्याएको जलजले तोक्माबाट, यसको बच्चा, अरू बच्चा पनि तल सारेको छु। अनि यो फुल हेर्नु कस्तो राम्रो फुल्ने के, कस्तो राम्रो फुलेपछि कस्तो आनन्द आउँछ क्या। अनि यो मैले कति दुःखले रोपेको यो फुलहरू कताबाट ल्याएको नि त। अनि यो चाहिँ 3-4 थरीको छ क्या। त्यसलाई के भन्छ, 12 बजी भन्थ्यौँ हामी चाहिँ। अनि यो प्लान्टहरूको नाम त्यति आउँदैन, फुलको नाम आउँदैन, तर पनि फुल रोप्नु चाहिँ मलाई एकदम मनपर्छ। अनि यो घन्टी फुल मैले कति दुःख गरेँ, कति ठाउँबाट ल्याएर पनि नसरेर पनि बल्ल बल्ल सरेको हो। अनि यो फुलहरू अब कताबाट ल्याएर रोपेको हो नि त मैले, कस्तो दुःख गरेर। अनि कति सरो, कति चाहिँ अब मर पनि त। अनि सर्दा चाहिँ खुसी लाग्ने है, अनि सर्दा चाहिँ कस्तो नराम्रो लाग्ने क्या। अनि फुलमा पानी हालेपछि फुल कति खुसी भयो, अनि म पनि खुसी भएँ, वाला भयो है। अनि तल झरेको त मेरो छोरा पनि पानी ल्याउने अरे फेरि फुलमा, ऊ पनि पानी लाउनु पर्छ नि त। उसलाई अरूले जे गरेछ उसलाई पनि त्यही गर्नुपर्छ। ऊ पनि फुलमा पानी हाल्दैछ। अनि देख्न सक्नुहुन्छ, यो घरदेखि कस्तो दामी भ्यू देखेको है, तल बारी टक्क वाउ है। अनि अब है, फुल पनि अब आफ्नै तालमा फुलिरहेछ है। मेरो छोरा फेरि आफ्नै दुनियाँमा अस्तव्यस्त मस्त छ नि त। हेर्नु न, नाचेको एक्लै गीत गाउँदै। अनि सब्जी पनि पाकेको रहेछ होइन। अनि त्यस पछाडि ऊ हेर्न, कति नक्कल गरेको सब्जी पनि पाकिरहेको रहेछ। म बारीमा घाँस बोकेँ, अनि अम्बक एउटा टिपेँ होइन। अनि खाँदै अब म घरतिर जान्छु भन्दै थिएँ। अब अम्बक पनि अब सकिँदै गयो नि त, कस्तो मिठो हुन्छ क्या सकिँदै गएपछि। मेरो छोराले बाई भन्दैछ नि त, देख्न सक्नुहुन्छ। त्यति भन्दै म नाच्दैछु केटाकेटी जस्तो भारीसँग। अनि धन्यवाद हजुरहरूलाई, बाई बाई।